हाम्रो गाडी धुरा घरको ग्रिनेरी प्लान्टहरू फुलेको रहेछ। आमाले रोप्नु भएको प्लान्टहरू। प्लान्टहरू हेर्दा हेर्दा कत्रो भइसकेछ। यहाँ टोइलेट छ, यही प्लान्टहरू। कस्तो दामी दामी फुल फुलिरहेको रहेछ। पुदिना मिन्ट पनि रहेछ। पछाडिपट्टिको नजारा चाहिँ यस्तो छ। यहाँ चाहिँ कस्तो डरलाग्दो घाँसहरू बलाएको छ तर ऊ पर स्कुल हो। यहाँ हाम्रो एउटा रुमिया छ। किचन, डाइनिङ, यहाँ रुमिया छ एउटा। सुतिरहेको छ यो चाहिँ। यहाँबाट पनि तपाईँहरूलाई म नजारा देखाउँछु। मच्छर आउँछ नि र। र यहाँ हाम्रो सानो कोठेबारी। बारीमा के छ होला। एलोभेरा रहेछ। अन्त यही अम्बकको रुख हेर्दा हेर्दा यत्रो ठुलो बढिसक्यो। सानो थियो कत्रो भइसक्यो अम्बकको रुख। खोर्सानी फलिरहेको रहेछ। आमाम जिरे खोर्सानी पुरा फलिरहेको रहेछ। जिरे खोर्सानी पर पिण्डालु जस्तो पिण्डालु होला के को बोटहरू रहेछ। भेन्डीहरूको बोटहरू फलेर पनि मरेछ। डल्ले खोर्सानीहरू झरिरहेको रहेछ फलेर। पुरा डल्ले फलिरहेको रहेछ। डल्लेहरू फलेको रहेछ। तिते करेला पनि फलेको रहेछ। यसपालि चाहिँ करेलाको बोट त्यस्तो उयो भएन रहेछ। राम्रो रहेछ पुरा करेलाको बोटै बोट। निम पत्ता पनि यत्रो भएछ। यो निम पत्ता पनि यत्रो भएछ। टोटो जाँदैछ। टोटो पनि रिजर्भ आउँदो रहेछ यतातिर।तिर सब जग्गाहरू अब बिक्री भइसक्यो यतातिर पनि। आमाले मकै उसिन्नु भएको रहेछ है, खानुपर्छ है त माथि जाउँ। गरम हुन्छ त तर दैलो खानु। यहाँ एउटा रुम छ। यसको टोइलेट बाथरुम यहीँ छ। यो रुमको पनि टोइलेट बाथरुम त्यतातिर छ। पानी लिएर म चाहिँ जान्छु छतमा, किनभने एकछिन गएर ताप्नु छ। हावा खानु छ। सबभन्दा राम्रो नजारा चाहिँ यहाँबाट देख्छ। यति बेसी घर भइसकेको छ अहिले त। पहिलातिर यत्रो बेसी घर थिएन। अहिले त अन्त घर छ। मङ्सिर नहुँदै रहेछ।
यहाँ चाहिँ सफा पानी माथि जङ्गलबाट आउँछ यहाँ माथि चाहिँ मन्दिर छ एकदमै सफा पानी माथिबाट आउँछ हो यतातिरको मान्छेहरूले चाहिँ यो पानीमै खानु नुहाउनु लुगा धुनु सबै यतै गर्दो रहेछ यहाँ चाहिँ फरेस्ट कस्तो किनेर पनि बाउन्ड्रीहरू गरेको छ जमिनहरू यतातिर पानी ल्याएको त राखेँ मैले ग्रिनेरी छ यो चाहिँ यो इङ्ग्लिस स्कुल हो यहाँनिर है बाटो देख्न छोडेछ घाँस पलाएर यतापट्टि गाउँसाथ चाहिँ घरहरू छ त्यति बेला चाहिँ मान्छेहरू खोला खेल्नु आउँदो रहेछ मान्छेहरू खेल्दैछ खोला यहाँ चाहिँ घरहरू पनि कति बनिसकेन रहेछ पहिला यस्तो घरहरू थिएन त्यतिर अन्त जग्गै छैन रहेछ खालि यहाँबाट देख्दा पनि देख्छ पर पनि बनाउँदै रहेछ परतिर पनि बनाउँदै रहेछ कता घर बनिसकेन रहेछ अम्बो हेर घरै घर काकाहरू देख्न थालेछ अन्त कसो यो साइडको लास्टको घरदेखि त रोड पनि थियो उपारिबाट देख्ने छ तर अब यो खोलाले गर्दाखेरि चाहिँ अलिकति उयो छ ब्रिज बनायो भने चाहिँ खासमा सडक निक्लिनु पनि सजिलो ब्रिजहरू बनिएपछि चाहिँ सडक निक्लिनु एकदमै सजिलो अहिले चाहिँ ब्रिज नभएर चाहिँ अलिकति घुमेर जानुपर्ने हो नत्र भने चाहिँ सडक उताको घरहरू त्यहीँ देख्दैछ यो त सडक उताको घरहरू त हो यो पछाडिको सडकभन्दा पछाडिकोहरू हो उयो रातो बिल्डिङ देख्दै गरेको सडकदेखि उताकोहरू हो तर अब यो चाहिँ अलिकति उहिले गर्दाखेरि चाहिँ यहाँ अब पौडी खेल्ने बनाएको रहेछ पौडी खेल्दै रहेछ नानीहरू छिमेकीको घर र हाम्रो घर चाहिँ यहाँबाट जम्पानी पनि जान सक्ने रहेछ यति ग्याप मात्रै छ यति ग्याप छ त्यहाँदेखि यहाँबाट चाहिँ उहाँहरूकोमा पुगिने रहेछ भोलि पर्सि पनि यता घर बन्यो भने पनि त्यस्तै हुने रहेछ यताबाट जम्पानी भने हेर अम्बकको बोट यत्रो यहाँसम्म आइसकेछ हौ तलको अम्बकको बोट आँपको बोट के को बोटहरू रहेछ